guys, welcome back to my gaming. आज हामी खेल्दैछु यो हाउस फ्लिपर। यसमा चाहिँ कति मजा आउँछ थाहा छैन। अब म यहाँ काम गर्न जान्छु। यहाँ तपाईहरुले देख्नु भइरहेछ, तपाईं पनि यो डाउनलोड गर्नु होला। हाउस फ्लिपर खेल्न मजा आउँछ। यहाँ घरै घर छ कति धेरै। यो घर मेरो अहिले यहाँ हेर्नु तपाईहरुले देखिरा होला। घर त मेरो यत्रो छ कि मैले यो यस्तो सजाएको छु यतातिर। अनि यहाँ डगी पाल्छु तर यहाँ पालेको छैन। अनि यहाँ देख्नु भइरा होला तपाईले। यहाँ हेर्नु मेरो किचन चाहिँ यस्तो छ। अलिकति सानो छ किचन। अब हेर्नु यो बाथरुममा यहाँ नुहाउन मिल्छ। अनि यो उटी गर्न हात धुने। अनि यतातिर चाहिँ टोयलेट गर्न मिल्छ। अब तपाईहरु मेरो बेडरुम हेर्नु होला। यहाँ चाहिँ मेरो टिभी छ। अब म टिभी अन गर्छु अनि यहाँ बसेर हेर्छु। यो कस्तो लाग्यो तपाईहरुलाई मेरो घर? यो मेरो घर राम्रो छ भने तपाईहरुले लाइक और सब्स्क्राइब गरिदिनु होला। लाइक माग्छु म 1000। अब चाहिँ हामी काम गर्न गइरहेको छौं। अब काम गर्नलाई यता जानुपर्छ। यता गएर यो 31,000 यसमा त मिल्दैन। त्यसैले उयातिर काम गर्नु पर्ला। तपाईलाई नि यो गेम राम्रो लागेछ भने डाउनलोड गर्नु होला। म तपाईहरुलाई भन्छु लाइक 1000 जति चाहिन्छ अनि सब्स्क्राइब पनि गर्नु होला। यो गेममा यस्तो छ तर यहाँ किन्नै मिलेको छैन। मेरो सबै सिद्धिसकेको छ पैसा। तपाईहरुले यहाँ देख्नु भइरा होला। अनि म अर्को ठाउँमा काम गर्छु। देख्नु भइरा होला। यो घर यस्तो राम्रो छ। मसँग जब 33,000 छ। अर्को घर किन्न धेरै महँगो हुन्छ। अनि यो चाहिँ मलाई युट्युब च्यानलमा हाल्न खोजेको। म भर्खरको नयाँ युट्युब च्यानल खोलेको छु। मेरो युट्युब च्यानलको नाम हो इपी गेमिङ। वाउ, यहाँ हेर्नु न यस्तो राम्रो छ है। यहाँतिर घर जसको पनि घर होस् तर वाउ। छ्या मसँग यही छैन के हेर्ने। यो भावे चाहिँ हुन्थ्यो के। अर्को रुममा जान्छ एकचोटि। यतिमा फेरि अर्को रुममा गएर चेक गरौँ। यहाँतिर के छ? रिप्लेस। यहाँतिर चाहिँ के हुन्छ रे? हामी चाहिँ यो बत्ती छ। यो बत्ती चाहिँ यस्तो वाला किन्नुपर्छ। तर हामीसँग यो छैन। त्यसैले हामी यसको पछि भिडियो बनाउँछु। पहिला त हामी यहाँबाट ब्याग जाउँ। पहिला त यहाँ फ्रिज हेर्नु तपाईहरु। धेरै नै तपाईहरुले देख्नु भइरहेको छ। एकजना प्याट गरिरहेछ। यो चाहिँ बेसमा तपाईहरुले सक्नु होला। यो गेम खेल्नु होला। हाउस फ्लिपर छ यो घर। यो गेमको नाम। ल अब यहाँको सरसफाइ गर्नुपर्छ। अब यो झाडु पोछा लगाउनुपर्छ। अरु कहाँ छ? अरु यस्तो फोर्स छ है। तर यो चिन्नी चाहिँ राम्रो छ। तपाईहरुले नि देख्नु भइरा होला। यसको लागि मसँग उठे छैन। त्यसैले म अहिले याद गर्दिन। अब म एकछिनलाई घरमा जान्छु एकचोटि। अनि घरमा गएपछि तपाईहरुलाई अर्को गेम देखाउँछु म।
हौ। यहाँ धेरै काम भएको छ, त्यसैले म यहाँ काम गर्छु। तपाईँहरूलाई यो गेम कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। तपाईँहरूले यो गेम राम्रो लाग्यो भने तपाईँहरूलाई यो गेम डाउनलोड गर्दा हुन्छ। अर्को यो सामानै भेटेको छैन, कहाँतिर छ? घरको बाहिरतिर त धेरै फोहोर छैन, तपाईँहरूले पनि देखिरह होला। तर यहाँतिर चाहिँ एउटा फोहोर छ। अब यहाँ वाटर द प्लान्टलाई वाटर दिनुपर्छ। चाँडो यो प्लान्ट छ होला, प्लान्ट वाटर द प्लान्ट लेखेको छ, वाटर कहाँ छ थाहा छैन। यहाँ यसलाई दिनुपर्दो रहेछ। अब लिभिङ रुममा जाउँ। लिभिङ रुम पनि सफै रहेछ, यो धेरै फोहोर छैन, तपाईँहरूले देख्नुभएको छ। अब अझै एउटा चिज छ, त्यो चिज चाहिँ कहाँ छ? एउटा चिज चाहिँ खोज्न धेरै गाह्रो हुन्छ क्या, तपाईँहरूले पनि देख्नुभएको होला। यहाँतिर बल्ल टल्ल यो एउटा डब्बाको रहेछ। अब यो सोफा बेच्नुपर्छ। अब म यहाँ सफा गर्छु। क्लिन डट भनेर लेखेको छ, यहीँतिर अप्सन आउँछ। अब प्लास्टर गर्नुपर्छ, त्यसको लागि यहाँतिर छ मसँग पैसा लिएर किनेपछि प्लास्टर लगायो। मसँग यो पैसा छैन कि नत्र त म यतातिर यो रुम त राम्रै छ, तर के गर्ने तपाईँहरूले देख्नुभएको होला। बाथरुम टु वाउ, यस्तो राम्रो बाथरुम छ। म चाहिँ के भन्छ अरे तपाईँहरूलाई मेरो हाउस देखाउँछु। त्यसको घर त क्या खतरा थियो है, तपाईँहरूले पनि देख्नुभयो होला। मेरो हाउस चाहिँ यस्तो छ, बाहिरबाट अलिअलि मात्र डेकोरेसन गरेको छ। यहाँ हेर्नु त कति थोरै डेकोरेसन छ है। अब यो सामानलाई बेचिदिने, जुन सामान चाहिँदैन त्यो सबै बेचिदिनुपर्छ। यहाँतिर राम्रो सामान मात्र राख्ने। अब यहाँबाट ह्यान्ड्स लिएपछि स्टोरमा हामी यहाँ डेकोरेसन गरौँ। किचन चाहियो, किचनमा चाहिँ हामी चाहिँ यहाँतिर यहाँ अलि धेरै सामानहरू रहेछ। अलि तल जाउँ, तपाईँहरू नि यो गेम खेल्नु सक्छु होला। चाकु यहाँतिर ठ्याक्क पर्फेक्टली हुन्छ है त। ल जाउँ त यहाँतिर चाहिँ सजाउनु पर्छ होला, तर यहाँतिर एउटा डस्टबिनै छैन क्या। डल्ल यहाँ डस्टबिन छ। अब यहाँ बस्ने अनि यहाँ डस्टबिनमा फालिदिने। अब म सुत्छु। ल अब म उठेँ। अब म उठेपछि बाहिर जाउँ। होइन यही सजाउनु पर्छ तर अहिले त यहाँ सजाएपछि यहाँतिर चाहिँ एउटा यो लाग्छौँ जो कि खानालाई हुन्छ पछि। अनि एउटा चिज चाहिन्छ होला, त्यो चाहिँ एउटा यो ड्रिङ्क किन्दा हुन्छ पछि जेसुकै खानालाई। ल भयो। अब
यहाँबाट चाहिँ के किन्ने भन्दाखेरि यहाँबाट अब सबै चिज के किन्छ कि तर हामीलाई यो एउटा चिज चाहिँ चाहिन्छ। यो चाहिँ हाम्रो यहाँबाट हुन्छ। ल तपाईहरुलाई यो गेम कस्तो लाग्यो? आई होप तपाईलाई यो गेम लाग्यो भने तपाई पनि डाउनलोड गरेर खेल्दा हुन्छ। तब तक के लिए गुड बाय। तपाईहरुलाई नि अर्को पार्ट माग्न छ भने अर्को पार्ट कमेन्टमा भेटिनु होला।